आरामै हुनुहुन्छ ए हजुर यसो अब फोटो खिचेर लानु पर्यो भनेर आफ्नो जन्मेको ठाउँ हजुर 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 अहिले अब हेर्नुहोस् न कस्तो भयो अब हजुर ठाउँ हो यो अहिले अब यस्तो छ है सरकार महेन्द्र विद्यापीठले के भन्छ भने हरियाली नेपाल हरियाली नै बनाउँछ नि त हरियाली नै भयो हजुर हरियाली नै भयो त्यस्तै हो नानी त्यस्तै हो यो भएको राम्रो पनि हो हजुर यो नानी हेरेपछि पढ्दैछ विदेशी भयो ठिकै छ अब जो सबै तपाईहरुले अब अहिले हावापानी राम्रो यातायात सुविधा भयो आउनु जानु मजा छ हैन सबै चीज बिक्री हुन्छ अझै पनि हेर नानी अब हेर्नुस् है अझै पनि हेर नानी हो अझै पनि हावापानी त राम्रो छ हाम्रोमा हो कि मधेसमा त पाकेर मरिन्छ आमामा गर्मीले यहाँ अब हेर्नुस् त गर्मी छ मधेसमा त मर्न आट्यो त्यस्तै हो त्यस्तै हो तर अलिकति अब नानीहरु हिल्ने डुल्ने खेल्नेले यो बाटो चाहिँ सदुपयोग गर्नु पाए तपाई हाम्रै लागि हो हाम्रो लागि भन्दा त हामी तपाई जाने बेला भइगयो के अब बन्छ बिस्तारै विकास हुँदैछ मजामा चाहिँ विकास हुँदै यो हजुर पहिले हेरि धेरै राम्रो हजुर हुन त तर सरकारमै पनि अहिले खाली बाजो र दिजो भन्दा केही हुँदैन त्यही त हो रोड यो माथिको रोड यो माथिको रोड आमामा चक्कियादेखि उतापट्टिको रोड सानो गाडी मुस्किलले यहाँ अहिले सतकोसी आएको त्यही पनि अस्ति रवि आइरहेछ र त्यहाँ हजुर कति गाउँले भएर अलिकति त्यहाँ हिराबा घसेमा बनाएर अलिअलि चल्दो हो र तपाईहरु देश विदेश पढ्दैछिले हेरेर अनि सबैले पोल गर्दाखेरि हुन्छ हजुर तर छोटो नेताले पैसा सरकारले नदिएको भन्दिनँ म हजुर यहीँकोहरूले सके हो तर खाने चाहिँ गाउँघरकै अथवा माथिबाट छुटिन्छ बजेट हजुर जिल्लाबाट के अरे केन्द्रबाट बजेट छुटिन्छ गाउँले प्रदेशबाट छुटिन्छ अब चारैपट्टिबाट त्यही हो नि सिस्टमले बिगाएर हो काका कसरी भन्दाखेरि माथिबाटै सिस्टम बिगार्दै आएको छ के चुस्ने पर्सेन्टतिर क्या यही भएर देश बिग्रेको कारण यसरी नै हो क्या यसरी देश बिग्रिन्छ भने भोलि त्यो देश रहन्छ रहँदैन थाहा छैन ओलीले देश सक्यो नि अब नभेटेला त्यसै चुसिसक्यो हजुर अब चाइना भने अथवा त्यो पनि नभनौँ अब त्यस्तै हो तर यो बाटो चाहिँ राम्रो क्लियर गर्दै तपाईँ हामी सबै पैसा छ अब हेर्नुहोस् त काठहरूको के काम लाग्छ अहिले पुर्लेको लडा पैसा छ पैसा छ हेर्नुहोस् है अब यहाँको पहिले कति आलु यो बाँधुमा कति आलु हुन्थ्यो हाम्रो डाँडागाउँमा आलु कम्ती साट्नु जान्थ्यो अनि अहिले त नि तर ऊ त पाउँदैन रहेछ आलु त सबै ट्र्याक्टरले उठाइहाल्दो रहेछ यो हाम्रो डाँडागाउँमा कोदो कति फल्थ्यो एउटा गेडा पनि पाउँदैन अहिले अब हेर्नु त अब हाम्रो इस्कुसदेखि लिएर केरा त्यहाँ के अरे अरू मुलाहरू भए सागहरू सबै हुँदै झरिहाल्छ इस्कुसहरू सबै सुविधा पैसा त पैसै छ त गर्न सक्दा त यहाँ हजुर 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 त्यही त अब अलिअलि अल्छे भइसक्यो क्या हुनु त मधेसमा सबै खादिए गर्मीले अब त्यहाँ मैले विचार गरेको 10 वर्ष आयु चाहिँ हामी त्यहाँ छिटो मरिन्छ क्या मधेसमा हावापानी राम्रो छैन नि त त्यही भएर होइन फेरि मधेसमा के छ भन्नुहुन्छ भने म पनि नडुलेको मान्छे हजुर हजुर अब हाम्रोमा यहाँ दबाई लाउनु परेको छैन केही छैन मधेसमा एउटा तोरीले 3 खेप दबाई लाउनु पर्छ नि हामी खालि उको भरमा मात्रै हाल्ने त्यो दबाईको भरमा मात्रै खाएको केमिकलको भरमा मात्रै हुन्छ उता त प्रायः जसो अब हामी यहाँ अर्ग्यानिक चिज हरेक चिज अर्ग्यानिक पानी खायो उसै राम्रो पानीले अगाइन्छ यहाँको पानी अरू भन्दा पानी मिठो लाग्छ म यहाँको हरेक चिज अब हेर्नुहोस् त कति राम्रो अब साग त्यतिकै फल्छ आलु फल्छ गहुँ फल्छ मकै फल्छ अब हेर्नुहोस् न कति हुन्छ केही सदुपयोग गरेको छैन त्यही त केही सदुपयोग गरेको छैन कसै घरमा कसैले गरे होला हजुर अब हाम्रो अध्यक्षले कुनै राज्य मैले गरेको छैन भन्छ हिजो ए हाम्रो हेमन बडा बिचारा अब उनीहरू त यसो दिएको यसो
चुहेको त यसो गर्नुपर्ने विकास त्यही हो अब मेयरहरूको हातमा हुन्छ उपमेयरहरूको हातमा हुन्छ उनीहरू यसो गर है भन्दा गर्ने हो दियो भने गर्ने हो फेरि यसो हुन्छ वडा अध्यक्ष भइसकेपछि त्यसलाई पनि सक्नु आफ्नै दाजुभाइ हुन्छ यिनीहरू त किन भन्नुहुन्छ भने तपाईँ पनि राइटको बच्चा म सुकृति बच्चा हो कि हजुर